झाँक्री गुफा जाँदैछु कति हिँड्नुपर्छ यो झाँक्री पनि बसेको हुन्छ कति टाढो पुरै मिहिनेत गर्ने रहेछ नि त कालै देख्ने रहेछ आम्मा हो पानी आउँदा यहाँ सबै पानी पस्दैन यो त बोकाएर लगिँदैन पैसा कति हाल्छ कि लान्छ ढुलै होला नि अलिअलि कोतारेको होला है कोतारेर अलिअलि यो उयोको लागि है किन यता पनि यसो पैसा त त्यो बराबरले कता घर पऱ्यो कि फेरि नभिने कसरी हिँड्नु सक्दैछ यसो यसलाई दुइटै बाइक छोडेर हामी पनि हिँड्दै जानुपर्छ खासै त्यहाँ होला नि बाबालाई घरकै छेउमा बाइक ल्याएर राख्यो भनेर टेन्सन भएछ उतै पुग्थ्यो लगाइदिएको नि झन् धेरै बाइक आयो मेरोमा भनेर चाहिँ खुसी हुनु नि तेरीमा टोक्ने कत्रो भिड हो यो त ओए रोजिते
सानो बिर्सेन त नि यहाँ चाहिँ हेरौँ न यहाँ चाहिँ यङ बोइज डाँडा गाउँको टोली यहाँ हुनुहुन्छ कुशल भट्टराई यहाँ हुनुहुन्छ हाम्रो हेन्सम दाई नवीन अलिक बिस्तारी हो एकदम पुऱ्याउनु भयो कहाँ लामो देखिन्छ अब हेरिसकेर फर्किँदैछौँ हामी हातुङ झर्ना हेरिसक्यो ल हरेक ठाउँमा ल के हो त्यहाँको डाँडा भनेको त्यही रहेछ क्यारे के गर्नु हेर्नु मात्रै त होला नि आमामा त्यहाँ त अनि फेरि यस्तो रहेछ त बेसी लु आमो ओए बुढो यहाँ रोक्नु त सबैभन्दा राम्रो देखिएको है